चाहिने मेन उद्देश्य त मेरो सिङ्गिङ नै हो होइन। तर पनि एउटा सिङ्गरले चाहिँ सबै कुराको नलेज चाहिँ लिनुपर्छ। मान्छे हेर्नुहोस्, म चाहिँ के भन्छु भन्दाखेरि सबै आउने भनेको सुरुमा सिङ्गर बन्नलाई हो, सबै काठमाडौँ आउने भनेको सिङ्गर बन्नलाई हो। तर यहाँ आइसकेपछि सबै विभाजित हुन्छन् कि आफ्नो। अब कसलाई सिङ्गिङमा सबैको राम्रो हुन्छ भन्ने छैन, तर त्यसलाई एउटा म्युजिकमा इन्भल्भ हुन्छु भनेर चाहिँ आउनुपर्छ। तपाईँले मिक्सिङ रोज्न सक्नुहुन्छ, मिक्सिङ मास्टरिङ स्टुडियोको कामहरू, त्यसमा एरेन्जिङको कामहरू, म्युजिक एरेन्जमेन्ट हुन्छ होइन, त्यो पनि गर्न सक्नुहुन्छ। अनि स्टुडियोमा रेकर्डिस्टको काम पनि गर्न सक्नुहुन्छ होइन। यस्ता यस्ता कुराहरू छन्। सिङ्गरै भन्छु बनेरै आउँछु। सिङ्गरमा कहिले कहिले लक हो सिङ्गिङ भनेको। हेर्नुहोस्, सिङ्गिङ भनेको ट्यालेन्ट पनि हो, ट्यालेन्ट भएर मात्रै पनि हुँदैन, लक पनि हुनुपर्छ। कुन बेला कुन गीत चल्छ भन्ने कुरा, किनकि मैले 20औं वर्षदेखि स्ट्रगल गरेको मान्छेहरू देखेको छु होइन, जसको चाहिँ केही पनि भए होइन, कसैले चिन्दा पनि चिन्दैन, गीत चाहिँ मिठै गाउने हो, त्यस्तो हुन्छ क्या। त्यो भएर चाहिँ तर म्युजिकमै इन्भल्भ भएर बाँच्नु छ भने यस्ता कुराहरू पनि सिक्नुपर्छ। मैले पनि चाहिँ नि सिङ्गिङबाट थोरै हार खाइसकेको थिएँ, त्यही भएर मैले यी कुराहरू सिकेँ हो, ताकि अब यसबाट पनि केही अलिअलि पैसाहरू आउँछ, त्यहीबाट जीविकोपार्जन गर्छु भनेर मैले पनि गरेँ हो। अनि गर्दा गर्दै सिक्दै म फेरि यता मेरो टिकटकमा राम्रै भइहाल्यो, त्यही चल्दैछ अहिलेसम्म पनि, र गीतहरू पनि हिट भइदिइहाल्यो। त्यो हिसाबले गर्दाखेरि चाहिँ मैले त्यो गरेँ। अनि यसरी चाहिँ स्टुडियोमा टाइम स्पेन्ड गर्नु पनि मजै छ होइन। यो पनि अब एउटा सबै फ्यानहरूले दिनुभएको देन हो होइन। यसलाई चाहिँ म धन्यवाद भन्छु होइन। जस राम्रो छ सबै कुराहरू होइन। अब हुन त स्टुडियो सानो छ, तर पनि चाहिने चिजहरू सबै छ स्टुडियोमा। र यो चाहिँ गर्वको साथ भन्छु कि म यो स्टुडियोमा यति सामानहरू छ, जुन नेपालको जे होस् टप 10 स्टुडियोहरूमा पनि यतिको सामान चाहिँ नहोला कि भन्ने चाहिँ मलाई लाग्छ है, किनकि धेरै सामानहरू छ। त्यही भएर सामान हो मेन इम्पोर्टेन्ट, कोठा भनेको त्यस्तै हो ल। अनि साउन्ड प्रुफ हुनु पऱ्यो होइन। जस न्यू जेनेरेसनले रक गर्छन्, अब हामी त अब यतातिर इन्भल्भ हुन सकिएन होइन, अलिअलि गर्छौँ होइन। अरूलाई नै गर्न दिने हो, हामीलाई टाइम लाग्छ नि गर्न, टाइम लाग्छ। अनि त्यो टाइम चाहिँ दिन नसक्ने भएर चाहिँ निकै टाइम लाग्छ मिक्सिङ मास्टरिङ गर्न। अब त्यति ट्यालेन्ट मान्छे त होइन नि त हामी, मिक्सिङ मास्टरिङ एरेन्जमेन्ट गर्न टाइम लाग्छ अब हामीलाई, त्यो पुख्त मान्छेलाई दिने हो। बाँकी अब म मिक्सिङको काम चाहिँ गर्छु, 2-4वटा गीत गरेको छु मैले, बाँकी ठिकै छ त्यो पनि। अरू भनेको मिक्सिङ पनि गर्छु, तर मलाई टाइम लाग्छ, 1 हप्ता कहिले 10 दिन गरेर आनन्दले गर्ने हो क्या, त्यो हिसाबले गर्छु। अरू त के भन्ने, ल यसरी कभर सङ बनाउने हो। स्टुडियो यस्तो छ है, गुल्चा छ है। यो माइक यहाँ छ, 2टा माइक छ मसँग होइन। एउटा चाहिँ TLM 103 र एउटा न्युम्यान U87 भन्ने छ होइन। यो माइकलाई चाहिँ पर्छ तपाईँको 1,60,000 पर्छ। अनि त्यो माइकलाई चाहिँ तपाईँको 5 लाखसम्म पर्छ होइन। त्यो सामानहरू महँगै छ। अब यो लोटा हो, पानी खान्छु, लोटामा पानी खानु राम्रो हो। अरू त के भन्ने।